जरा चाहिँ त्यही त्यसलाई पक्रेर गयो भने सबै मान्छे इमान्दार हुन्छ अब तपाईँले यहाँ काम गर्नु भएन भने एकछिन भोक लाग्छ अन्यथा नमान्नु होला कसै न कसैलाई तपाईँले ढाक्नै पर्छ पहिला बन्द पुगेन श्रमको कल्चर नल्याइकन व्यतिथि तपाईँको चाहिँ अन्त्यलाई अन्त्य गर्न सकिँदैन किनभने श्रम नगरी उत्पादन नहुने उत्पादन नभइसकेपछि अभाव र गरिबी हुने अभाव र गरिबी नै हो कि भ्रष्टाचार घुसखोरीदेखि लिएर तस्करी सबैको जरा भनेको गरिबी नै हो अब सबै मान्छे गरिब तपाईँको चाहिँ बस्न त कोही पनि चाहँदैन कसरी मैले चाहिँ भात खाने त कसरी मेरो केटाकेटी पढाउने होइन कसरी मैले चाहिँ मेरो नरनातासँग चाहिँ मेरो सामाजिक इज्जत राखेर बस्ने भन्ने प्रश्न चिन्ह खडा भइसकेपछि चाहिँ काम नगरी खाने मान्छे चाहिँ ठुलो भन्ने फेरि गलत मनोविज्ञान गएपछि मान्छे सबै ठग हुँदो रहेछ मैले के महसुस गरेँ भन्दाखेरि ठुलो मान्छेले ठुलै खानुपर्ने सानो मान्छेले सानै खानुपर्ने खानु नसक्ने नभ्याउने मान्छेले पनि ठग्नु चाहिँ पर्ने यो चाहिँ व्याप्त रहेछ त्यो मात्रै नेपालको आधी घन्टा चाहिँ 1 घन्टा चाहिँ म छलेर बस्नु पाएँ होइन जसले अब रोजगारी नहुने त छैन नै रोजगारी हुनेले पनि 2 घन्टा जति चाहिँ मैले ठग्नु पाएँ भने मेरो सुपरभाइजरलाई ठग्नु पाएँ त हो तपाईँ है चित्त बुझ्यो नि होइन यो चाहिँ रहेछ क्या अवसर त मिलाएर यो सबै खानु पाए हुन्थ्यो भन्ने होइन भने पनि केही ठग्नु चाहिँ पाए हुन्थ्यो भन्ने रहेछ र हामी सबै नै त्यस्तो भएको कारणले होइन अब श्रमको कल्चर नल्याइकन चाहिँ मान्छे चेन्ज हुनेवाला छैन काम